सङ्घर्षदेखि सफलतासम्मको यात्रा। समथर मैदानभन्दा माथि दार्जिलिङको शान्त पहाडहरूमा हरियाली चियाबारीहरू बिहानको मधुर घाममा मखमली झैँ फैलिएका छन्। यहाँको जीवन शान्त र धीमा गतिमा चल्दछ, तर यो सुन्दर शान्तताको भित्र अनगिन्ती कथाहरू लुकेका छन्। सङ्घर्ष, सहनशीलता र आशाका कथाहरू। पहाडको गर्भमा लुकेको एउटा सानो गाउँमा एक निम्न मध्यमवर्गीय 4 सदस्यीय परिवार जीवनयापन गर्न सङ्घर्षरत छ। बुबा तरकारी विक्रेता हुन्। उनी हरेक दिन लामो धुलो बाटो हिँड्दै जीविकापार्जनको खोजीमा तरकारीका पोकाहरू बोकेर हिँड्छन्। घरमा उनको श्रीमती बिरामी छिन्। उनको रोगले उनलाई उमेरभन्दा धेरै बुढी बनाएको छ, तर पीडा र गरिबीका बीच उनीहरू अडिग छन्। एकमात्र सपना अँगालेर आफ्ना नानीहरूको राम्रो भविष्य। नानीहरू गोपाल अनि माया। उनीहरू अभावमा हुर्किए तर निराशामा होइन। अनुशासन र सपनाका साथ हुर्किएका उनीहरूले स्थानीय सरकारी विद्यालयमा अध्ययन गरे। माइलौँ टाढा हिँडेर धिब्री बत्तीको मधुर प्रकाशमा रातभरि पढ्दै प्रत्येक चुनौतीसँगै उनीहरूको दृढता अझ बलियो बन्यो। शिक्षा उनीहरूको अधिकार मात्र थिएन, त्यही एकमात्र बाटो थियो। उनीहरूको आफ्नो उच्च माध्यमिक शिक्षा सम्पन्न गरेपछि गोपाल र माया एक दोबाटोमा आइपुगे। जागिर थिएन, स्रोत थिएन, मार्ग स्पष्ट थिएन। दिनहरू लामो हुँदै गएका थिए र मौनता गहिरिँदै गएको थियो। भविष्यका प्रश्नहरू छाया झैँ तैरिरहेका थिए र गरिबीको चक्रमा पुनः फर्किने डरले उनीहरूको युवा काँधमा गाह्रो भार थपेको थियो। त्यसै बेला एक दिन एक अनपेक्षित खोजले सबै कुरा बदल्यो। गाउँको भित्तामा टाँगिएको एउटा सामान्य पोस्टर, त्यो एउटा जीवनदायिनी उपाय बन्यो। होटेल व्यवस्थापनमा निशुल्क तालिम। पश्चिम बङ्गाल सरकारको PBSSD-द्वारा सञ्चालित उत्कर्ष बङ्गला योजना मार्फत। इन्डियन इन्स्टिट्युट अफ करियर एजुकेसन IICE-द्वारा सञ्चालित यो अवसरले केवल शिक्षा मात्र होइन, सिप र गरिमा पनि दिने वाचा गर्यो। गोपाल र मायाका लागि यो अनिश्चितताले भरिएको संसारमा आशाको एउटा किरण बन्यो। IICE-मा गोपाल र मायाले नयाँ यात्रा सुरु गरे। 6 महिनाको तालिम कार्यक्रमले उनीहरूलाई होटेल क्षेत्रका 4 प्रमुख विभागहरूसँग परिचित गरायो। फुड एन्ड बेभरेज सेवा, फुड प्रोडक्सन, हाउसकिपिङ र फ्रन्ट अफिस। साथै उनीहरूले नियमित रूपमा निशुल्क स्पोकन इङ्ग्लिस, व्यक्तित्व विकास र व्यक्तिगत ग्रुमिङका सेसनहरू पनि पाए। दक्ष प्रशिक्षकहरूको मार्गदर्शनमा उनीहरूले खाना पकाउने सिपदेखि अतिथि सेवा, कोठा व्यवस्थापन अनि व्यावसायिक शिष्टाचारसम्म सबै कुरा सिके। हरेक दिनसँगै उनीहरूको आत्मविश्वास बढ्दै गयो र असम्भव कुरा सम्भव लाग्न थाल्यो। धेरै महिनाको केन्द्रित अध्ययन र व्यावहारिक तालिम पश्चात त्यो दिन आयो, दीक्षान्त समारोहको दिन। प्रमाणपत्रहरू प्रदान गरिए, भविष्यहरू पुनः लेखिए र उनीहरूको मुटुमा भएको खुसी शब्दमा वर्णन गर्न सकिँदैन। पहिलो पटक उनीहरू गरिबीका पीडित होइन, विश्व सामना गर्न तयार व्यावसायिक बने। आज गोपाल एक प्रतिष्ठित 5 तारे होटलमा सेफको रूपमा काम गर्छन्। जोस र निपुणता साथ स्वाद सृजना गर्छन्। अनि माया शालीन र आत्मविश्वासी छिन्। उनी होटेलको फाइन डाइनिङ रेस्टुरेन्टमा अतिथिहरूको सेवा गर्छन्। गाउँका साँघुरा गल्लीहरूबाट अतिथि सेवा क्षेत्रका उज्याला कोरिडोरसम्मको उनीहरूको यात्रा एउटा सशक्त प्रमाण हो। अवसर र तालिमले के गर्न सक्छ भन्ने। घरमा अब उनीहरूको आमा बुबा चिन्ताको सट्टा गर्वका साथ मुस्कुराउँछन्। तिनले गरेको सङ्घर्षले अनन्त फल दिएको छ। यो सामान्य परिवारको परिवर्तन आशाको कथा हो, जुन अवसरले सम्भव बनाएको हो। यो सफलताको पछाडि उभिएका छन् इन्डियन इन्स्टिट्युट अफ करियर एजुकेसन र PBSSD, जसको संयुक्त प्रयासले हजारौँ जीवनमा उज्यालो ल्याएको छ। यो परिवार तिनीहरूप्रति केवल कृतज्ञ मात्र होइन, एक समय असम्भव लाग्ने भविष्यका लागि ऋणी पनि छन्। IICE अहिलेसम्म पनि पश्चिम बङ्गाल सरकार र PBSSD को मार्गदर्शनमा निशुल्क होटल व्यवस्थापन तालिम मार्फत
युवाहरूलाई सशक्त बनाइरहेको छ। यी कार्यक्रमहरू केवल रोजगारीको लागि होइन, यी गरिमाका लागि हुन्, रूपान्तरणका लागि हुन् र सपना पूरा हुने बाटोका लागि। दार्जिलिङका पहाडहरूमा एक परिवारले भविष्य भेटायो, तपाईँले पनि पाउन सक्नुहुन्छ।